आज म एक्लै छु यो एकान्त ठाउँमा। हाम्रो येशू ख्रीष्टले पनि धेरै समय एकान्तमा बिताउनुहुन्थ्यो, धेरै समय एक्लै बिताउनुहुन्थ्यो। उहाँसँग 12 जना चेला भए तापनि उहाँ येशू ख्रीष्टको नजिकको चेलाहरू भए तापनि उहाँ चाहिँ एक्लै अधिकांश समय चाहिँ उहाँले बिताउनुहुन्थ्यो। उहाँले बिताउने ठाउँ कहिले बगैँचामा, कहिले डाँडामा, कहिले सुनसान ठाउँमा उहाँले समय बिताउनुहुन्थ्यो। र यो बिताउँदै गर्दा प्रियहरू उहाँले पितासँग उहाँ घनिष्ठता, पितासँग उहाँले आफ्नो कुराहरू उहाँले राख्नुहुन्थ्यो। त्यसकारण कहिलेकाहीँ हामीलाई धेरै भिडहरू मनपर्छ, धेरै मानिसहरू मनपर्छ, अनि हामी रमाइलो गर्न खोज्छौँ। धेरै भिडहरूमा चाहिँ हामी बोल्न चाहन्छौँ, भिडहरूमा आफ्नो कुराहरू सुनाउन चाहन्छौँ। तर प्रियहरू कहिलेकाहीँ हामी एकान्तमा पनि, कहिलेकाहीँ हामी एक्लै पनि, कहिलेकाहीँ हामी सुनसानमा पनि हामी समय बिताउनुपर्छ, जहाँ चाहिँ हामीले अरूलाई भन्न नसक्ने कुराहरू, जब हामी ठुलो भिडलाई हाम्रो कुरा सुनाउन नसक्नुपर्ने कुराहरू चाहिँ एकान्त ठाउँबाट, सुनसान ठाउँबाट हाम्रो परमेश्वरलाई हामी सुनाउन सक्छौँ। त्यस कारणले गर्दा हामी पनि कहिलेकाहीँ हाम्रो समय सुनसानमा परमेश्वरसँग बिताउनुपर्छ। कहिलेकाहीँ हाम्रो समय एकान्तमा परमेश्वरसँग बिताउनुपर्छ। बिताउँदै गर्दा हामीमा पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वरले हाम्रो जीवनमा शक्ति, सामर्थ्य, आनन्द प्रदान गर्नुहुन्छ। जय मसीह।